Hello friends, welcome to my YouTube channel. अनि मेरो भिडियो चाहिँ आहा कि आएन मैले देख्नै भएन। आहा होला तर देखाउँदैन मेरो भिडियो नै। हाम्रो युट्युब च्यानलमा तपाईँलाई धेरै धेरै स्वागत छ र हाम्रो आज कति हो भिडियो अरे यो फिफ्थ भिडियो हो क्या। फोर्थ कि फिफ्थ हो क्या। हाम्रो फिफ्थ भिडियोमा तपाईँलाई धेरै धेरै स्वागत छ र हामी यो भिडियोमा जापानिज भाषाको फिफ्थ भिडियोमा आइसकेको छौँ। तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, लाइक गरेर सेयर गर्नु होला आफ्नो जापानिज सिक्ने फ्रेन्डहरूलाई। र तपाईँहरूले पहिलोचोटि आज यो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो कमेन्टमा गएर या च्यानलमा स्क्रोल हानेर प्लेलिस्टमा गएर तपाईँले जापानिजको मेरो फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ चारवटा भिडियो हेर्न सक्नुहुन्छ। र आजको फिफ्थ भिडियो स्टार्ट गरौँ। यो ठुलो हराउँछु। विच वान अफ दिस इज पिज्जा? यो त सिम्बलले थाहा पाइहालिन्छ यो भनेर। कोरे वा पिज्जा देश। कोरे भनेको देश, इज पिज्जा। कोरे वा पिज्जा देश। केकी केकी यहाँ सिम्बल हेरेर देखिन्छ हाम्रो त के को अनि थाहा भइहाल्छ। ओइसी केकी अरे ओइसी यहाँ पढ्न सक्नुहुन्छ तपाईँहरूले। ओइसी केकी भने आवाज चाहिँ सुन्नु सक्नुहुन्न, मैले हेडफोन लाऊ त्यही भएर। ओइसी केकी टेस्टी केक। पिज्जा वा ओइसी देश। Pizza is tasty. Cakey. That is ramen. Tasty pizza. Oishi. Pizza. Oishi pizza. Sore wa ocha desu. That is green tea. Kore to sore. Kore to sore. This and that. This is pizza. Kore wa pizza desu. Kore wa pizza desu. That's tasty. Sore re wa oishi desu. Pizza. Pizza. That. Sore. This. Kore. Keiki. Ocha. Keiki wa oishii desu. Keiki wa oishii desu. Keiki wa oishii desu. Sore wa akare desu. That भनेको kore. That भनेको sore भने. This भनेको kore. Ramen. Pizza. Keiki. Ramen. Perfect lesson. ल हाम्रो चाहिँ आज फिफ्थ भिडियो डे हो है। त्यो मैले दुईटा भिडियो चाहिँ पहिले हालिदिइसकेँ।
promotion जोनमा आयो कि डिमोसन जोनमा हो भन्नाले प्रमोसन जोनमा रहेछ यो कुन जोन हो थाहा छैन कुन जोन हो दिस भने चाहिँ सोरे दिस भने चाहिँ खोरि दिस र द्याटमा चाहिँ झुकिन्छ रामेन पिज्जा काइकी द्याट इज इट टेस्टी ओइसी देस्का यो का भनेको क्वेसन सोध्यो लास्ट टाइममा का भनेर सोध्छ नि त ओइसी देस्का न ओइसी देस्का इज इट टेस्टी इज इट नट टेस्टी हो क्या पिज्जा देस्का पिज्जा देस्का इज इट खरे खरे देस्का देस्का यस हाई भनेको यस हाई ओइसी देश लेखेको थियो माथि हाई भनेको यस ओइसी भने इट्स टेस्टी それはラーメンですかそれはラーメンですかそれはラーメンですかそれはラーメンですかそれはラーメンですか Is that ramen भन्ने होला Yes, it's cake. Hi, kaiki desu. Hi, kaiki desu. Ki, keiki desu. Hi, keiki desu. Pizza, kare, oishii, mizu, sore. इए भनेको चाहिँ नो इए मिजु देश भने हा इए भनेको नो इट्स वाटर इट्स वाटर इज दिस सुसी अरे इजलाई के भन्छ अरे लास्टमा का हो इज दिस कोरेवा दिसलाई कोरे भन्छ कोरेवा सुसी देशका इज दिस सुसीलाई के भन्छ रहेछ कोरेवा सुसी देशका नो इट्स पिज्जा द्याट इज पिज्जा それは美味しいですかそれは美味しいですか Yes, it's tasty. Hi. यसले के भन्छ हाई ओइसी देश इ देश हाईलाई हाई भन्छ टेस्टी आउँछ पहिला त्यही भएर ओइसी लेखे पहिला हामीले देश नलेखेर किनकि जापानिजमा पहिला वर्ड आउँछ अनि यो देशलाई हि पनि बुझाउँछ सी नि बुझाउँछ जे नि बुझाउँछ फेरि यो देशले फेरि दिस भनेको चाहिँ कोरे सोरे काइकी रामेन केकी पिज्जा इज इज दिस रामेन いいえ、カレーです。いいえ、カレーです。いいえ、カレーです。いいえ、カレーです。カレー。いいえमा अलि ई हुँदो रहेछ क्या ई एमा डबल ई हुँदो रहेछ ई ए खरेदेस ए ए सो yes it's tasty hi it's hi 美味しいです hi それは美味しいです hi これは美味しいです yes so this like あれ hi भन्छ
हाई कताका पहिला हाई नै देखेन हाई कोरे वा ओइसी देश दिस भनेको कोरे करे करे कताका करे राइस भनेको गोहान पिज्जा भनेको पिज्जा द्याट भनेको सोरे हामीले छिटो सिकिराम छिटो सिक्नु नै हल्का प्रोग्रेसिभ हुन्छ यो मलाई मेरो भ्युअर्सहरूले के भन्नु भन्दा म लास्ट स्लो भयो अरे धेरै बोले म त धेरै गफ मात्रै गरेँ पढाइतिर लागेन हो भोलि एक्जाम छ थ्याट ओ म च्याम्पियन प्रमोसन भइरह मेरो है तेरिका यो त धेरै लामो हुने भयो यो भिडियो त लास्ट कति धेरै हो छिटो गर्ने कोसिस गर्छु म 30 मिनटको भित्रमा सकिहाल्नु पर्छ स्टार च्यालेन्ज अरे ठिकै मेबी लेटर होइन गर्नुपर्छ स्टार च्यालेन्ज रहेछ अरे सबभन्दा हार्ड नो भनेको इए कोरेवा सुसी देशका कोरेवा भने कोरेवा सुसी देशका लास्टमा का छ त्यही भएर क्वेसन हुन्छ इज कोरे भने दिस इज दिस सुसी करेक्ट यस भनेको हाई नो भनेको के हो इए इज कोरे क्वेसनले के भने म भनिदिन्छु तपाईँले एकचोटि स्पिकरमा आवाज नआउँदा नि त्यही भएर म मेरै आवाज दिन्छु मेरो चुम्मेश्वरी आवाज कोरेवा रामेन देशका भने कोरेवा रामेन देशका लास्टमा का छ का आउने बित्तिकै एस्नो क्वेसन भइहाल्यो कोरे भनेको दिस भइहाल्यो रामेन भनेको रामेन भइहाल्यो त्यही भएर कोरियन भनेको एस्नो क्वेसनमा सुरुमा के आउनुपर्छ एस्नो क्वेसन आउनुपर्छ इज अनि कोरे भनेको दिस रामेन इज दिस रामेन कोरेवा रामेन देशका कोरेवा कोट देशका कोरेवा काकुसे देशका इज दिस स्टुडेन्ट वे इज दिस स्टुडेन्ट त खचिया भयो त इङ्ग्लिसको थैट धेरै बुझाउन नखोज धेरै टिचर भन्न नखोज कोरेवा ओइसी ओजा देश त्यही भने है स्पिकरले हेडफोनले मलाई सुन्यो तपाईँलाई सुन्नु भएन त्यही भएर भनिदिएको कोरेवा ओइसी ओजा देश कोरे वा ओइसी ओजा देश त्यही भने होइन कोरे वा ओइसी ओजा देश यसको मिनिङ के होला गेस गरौँ न गेस गरौँ न भने चेक गऱ्यो भने मुनि आउन त आउँछ यहाँ तर एकचोटि चेक गरौँ कोरे वा ओइसी ओचा देश कोरे वा ओइसी ओचा देश कोरे भनेको दिस भइहाल्यो ओइसी भनेको टेस्टी ओचा ओचा भने चाहिँ के हो टी देश भने चाहिँ देश हाम्रो देश नेपाल होइन नि फेरि कोरेवा ओइसी ओचा देश भनेको दिस इज टेस्टी हो दिस इज टेस्टी ग्रिन टी ओचा भनेको ग्रिन टी हो नि ल है मलाई नि हल्का कन्फ्युजन भइरहेको खारे देशका खारे देशका अब का आउने बित्तिकै सुरुमा इज कारे भन्ने बित्तिकै इज द्याट होइन होइन इज कारे देशका कारे यो चाहिँ हो कि होइन इज इट गरी आइस इज इट हुँदैछ इज द्याट हुँदैन रहेछ तरिका हाई कोरे वा ओइसी देश त्यसरी नै भने याद केटी हाई कोरे वा ओइसी देश सोरे वा ओइसी देश का इजै हटिँदैन यार इज द्याट टेस्टी सोरे वा ओइसी देश का हाई कोरे वा गोहान देश हाई कोरे वा गोहान देश का हाई कोरे वा गोहान देश का छैन रहेछ कोरे वा ओइसी केकी देश
कोरे वा ओइसी केकी देश यसले के भने फेरि एकचोटि भन्दिनँ त रिभिजन आउँदा हल्का छिटो भ्याउनु खोजेँ मैले यस्तो कफ गरिनँ भने त छिटो अभियसली भ्याइन्थ्यो तर बुझाउनु परिहाल्यो नि मेरो अडियन्सलाई कोरेवा ओइसी देश का ओइ कोरेवा ओइसी केकी देश ए भनेको द्याट कोरे भन्ने बित्तिकै दिस या द्याटमा एउटा हो मलाई पनि थाहा छैन के हो ओइसी भन्ने बित्तिकै टेस्टी केक भन्ने बित्तिकै केक भइहाल्यो मतलब दिस इज अ टेस्टी केक दिस इज टेस्टी केक हल्का एक्स्ट्रा थप्दैछु मैले केही भएन मेरो स्कोर बजिरहेको के हो स्कोर बढेर के हुन्छ र प्रमोसन जोनमा जान लाग्यो म वे स्टार्ट लेजेन्ड अरे म लेजेन्ड होइन अरे नो थ्याङ्क्स म गर्न भन्दा स्टार्टै गरिदिन्छु $100 लाग्दो रहेछ मसँग $100 बाँकी छँदैन आरिगाटोको चाहिन्छ ओइसी पिज्जा टेस्टी पिज्जा नो इट्स केक इए केकी देस इए केकी देस इए मिजु देस इए मिजु देस इए मिजु देस यस किस केक हाई केकी देस हाई केकी देस これはピザです。これはピザです。Yes, it's curry. いいえ、これはラーメンです。That's ラーメン。はい、美味しいです。はい、美味しいです。です。美味しいカレー、テスティカレー、テスティカレー、方がテスティカレー、カレーですかカレーですかカレーですかカレーは美味しいです。です。カレーは美味しいです。カレー is tasty. That's cake. それ、それはケーキです。かっこいいहोइनかっこいいभन्दा कुलो सिसिरी चाहिँ かっこいい पर्छ これは寿司ですか is this sushi? Is it pizza? これはそれはピザですかいいえ、それはピザです。Is that ramen? Is that ramen? それはラーメンですか I'm a legend. Legend. कस्तो निलो लागेको छ Ooh, you have all legendary on the level of fun. अब यसपछि चाहिँ एउटै दुइटा भिडियो आउला कार्य बाई भनेको जाने हेलो भनेको कोन्निचिवा प्लिज भनेको कुदासाई कारे रामेन भनेको रामेन ए करे भनेको करे रामेन भनेको रामेन मेरो लाइफ त ओइसी रामेन अरे ओइसी रामेन
पर्सन भनेको चाहिँ मिजु इतो रामेन भने रामेन बाई भनेको जाने करे भनेको करे वाटर भनेको मिजो कोरेवा ओइसी रामेन देश एकचोटि म फेरि भनिदिन्छु कोरेवा ओइसी रामेन देश वा ओइसी रामेन देश ओइसी रामेन देश कोरेवा ओइसी गोहान देश this is tasty rice this is tasty rice त्यही हो कि कोरेवा सोरे कोरेवा ओइसी गोहान देश कोरेवा ओइसी गोहान देश कोरेवा गोहान देश कोरेवा गोहान देश this is rice tasty भने ओइसी ओइसी कारेवा ओइसी देश कारेवा ओइसी देश करे is tasty ramen wa oishi desu. Curry and ramen. Curry, curry to ramen. Curry is tasty. Curry is tasty. Curry wa oishi desu. This is tasty. Curry wa oishi curry desu. This is tasty green tea. これは美味しい方が美味しいお茶です。ऊ ल आजको लागि यति नै मलाई लास्ट दिन लागेको छ र मलाई अब भोलि इक्जाम नि छ हल्का प्रिपरेसन नि गर्नु छ मैले भिडियो चाहिँ आफ्नो कमिटमेन्टको लागि मात्रै हाल्न खोजे हो I want to be regular and that's why I have uploaded this video. I hope to see you guys in my next video. Until then, peace out. Arigato, Jane, Oishi. I have learned only this word, so let's say them out. Alright, peace, peace.